बहिनी म त भाडा उठाउँदै आएको महिना मर्यो त भाडा दिने हैन भोलि आउँछ अरे दाइ गाउँबाट अब भोलि आएपछि भोलि दिन्छु नि हुँदैन भोलि मात्र भोलि चाहिँ फरक नपरोस् नि फेरि जहिले पनि भोलि भोलि भनेछ के हो हामी गाउँलेलाई सहरमा बाँच्नु पनि साह्रै गाह्रो भइसक्यो। झन् हामी जस्तो विद्यार्थीलाई त झनै गाह्रो छ। एक मुठा सागको पनि 50 रुपियाँ पर्ने। सहरमा कसरी बाँच्ने होला? कलेजको फी तिर्ने बेला पनि आइसक्यो। भाडा तिर्ने बेला पनि भइसक्यो। एक दिन ढिला भयो कि साउ किचकिच गर्न थाल्छ। भाइ पनि खर्च लिएर कहिले आइपुग्ने हो खोइ थाहा नै छैन। उफ ओहो बहिनी खोइ त भाडा आज दिन्छु भने हैन आज दिन्छु भनेको दाइ भाइ गाउँबाट आएको अनि बाटैमा गाडी बिग्रियो अरे अनि आज पुग्दैन होला भोलि मात्र पुग्छ होला भोलि दिन्छु नि हैन जहिले पनि बहाना बनाछ जहिले पनि बहाना बनाछ भोलि चाहिँ फरक नपरोस् नि है त ल भाइ पनि आइपुगेन। साउले बाटो बाटैमा घर भाडा मागेर बेइज्जत गरिसक्यो। के गर्ने होला खोइ। साउजी भोलि दिन्छु है भाडा किन चाहियो र भाडा त म लिँदै लिन्न नि मैले त त्यसै पो भनिदिएको त तिम्रो जस्तो विद्यार्थीलाई त म त सहयोग गर्ने मान्छे पो हो त भाडा नदिए पनि हुन्छ त साउजी किन दिनु पर्यो त तर तिमीले एकचोट दिनुपर्छ कि मलाई साउजी तपाईँको पैसा लिएर आज मेरो भाइ पुग्दैछ के अरे म आज त बिना आउनुहुन्न भाइ जान्छ अनि त्यसपछि बेलुका म एक्लै केटी देखेर यो साउबाले मलाई हेपेको मैले पैसा दिन सक्दैन भनेर मलाई हेपेको क्लास त्यसको बाउको बिहा देखेको छु हेलो काले तिमी कहाँ छौ एकपल्ट मेरो रुममा आऊ न है ल
ल ल छिट्टै आऊ है ल भाइ जानेछु हामी पैसा तिर्न सक्दैन भनेर त्यसले मलाई हेरेको म जानेछु त्यस्तै काठमाडौँमा बस्न आइन्छ केही नभइकन घरमा त हाम्रो पनि छ नि यहाँ मात्र पो केही नभएको आफ्नो ठाउँमा त सबैको हुन्छ नि हेर न काम थियो कि सानो सानो त्यही भएर बोलाएको तिमीले हतार छ र साह्रै ए हेर न त्यो मेरो घरबेटी बाउले कि पैसा भाडा बेलैमा बुझाएन भनेर मलाई कस्तो नराम्रो व्यवहार गर्यो दुर्व्यवहार गर्न खोज्यो शोषण गर्न खोज्यो कि त्यही भएर अनि त्यसले मलाई एकदमै हेर्नु हेर न अनि तिमी त्यो भोलि बिहान बेलुका आउँछु भनेको छ तिमी भोलि बेलुका आऊ ल भोलि बेलुका आऊ न तिमी एकचोटि बेलुका बेलुका आऊ न घरबाट